दर्शकबिन भारतको लुधियानाबाट यो अर्को दुःखद भिडियो तपाईँहरूमा आज प्रस्तुत गरिरहेका छौँ। यति बेला मसँग हुनुहुन्छ समाजसेवी विकास साउजी। तपाईँ यदि लुधियानामा हुनुहुन्छ भने तपाईँले यो खबर पाइसक्नु भएको होला। यदि तपाईँहरू बाहिरबाट हेर्दै हुनुहुन्छ भने विगत लामो वर्षदेखि भारतको लुधियानामा आफ्नो कर्मथलो बनाउँदै आउनुभएका विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुभएका सामाजिक व्यक्तित्व नरेन्द्र डोबको गएराती भयानक दुर्घटना भएर यति बेला उहाँ लुधियानाको सिएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा यति बेला समाजसेवी विकास साउजी लगायत हामी यति बेला यो भिडियो तपाईँहरूमा प्रस्तुत गर्न गइरहेका छौँ। खासमा के भएको हो, कसरी अब यो दुर्घटना हुन पुग्यो र उहाँलाई कति रुपियाँको आवश्यक परेको छ, सबै हाम्रो समाजसेवी विकास साउजीले भन्नुहुनेछ। सर नमस्कार। नमस्कार हजुर सबैलाई। हजुरले आज प्रत्यक्ष भेटेर पनि आउनुभयो। तपाईँ उहाँको नजिकको घनिष्ठ साथी पनि हुनुहुन्छ होइन? तपाईँले धेरै सहकार्य गरेर सँगै काम पनि गरिराख्नु भएको छ। यो खासमा के भएको र हामीले दर्शकहरूलाई के अपेक्षा लिएर आएका छौँ, तपाईँ आफ्नै मुखबाट? हामी उहाँको अभियानको लागि आएको, आर्थिक अभावले उहाँको इलाज हजुर रोकिएको छ। दिनको 40 देखि 50,000 रुपियाँ खर्च आइरहेछ। सिएमसीको आइसियुमा छन्, अहिलेसम्म पनि अचेत अवस्थामा छन्, अहिलेसम्म होस आएको छैन। एउटा खुट्टो भाँचिएर प्लास्टर गर्नु रोटै हाल्नुपर्ने भएको छ, अहिलेसम्म होस आएको छैन। छातीमा पनि चोट लागेको छ। कारको अवस्था तपाईँहरूले हेरिसक्नुभयो होला, कुचिया छ भने उहाँकै क्युआर कोड राखिदिनेछु। तपाईँहरूले सबैले सहयोग गरिदिनुहुन्छ भने अपेक्षा लिएर आएका छौँ। हिजोका दिनमा उहाँले धेरैजनालाई सहयोग पनि गर्नुभएको छ। अब प्रवासी जनताका लागि धरोहर हुनु, उहाँ अनलाइनका कामदेखि विभिन्न कामहरू गरिरहेको छ। धेरैले उहाँलाई चिन्नुहुन्छ, सबैलाई थाहै छैन। हजुर उहाँको दोकानै छ, तपाईँलाई थाहा छ, गणपति चौकमा उहाँले थुप्रैका कामहरू गरिरहेका छन्। प्रवासी जनताहरूका सबैले सहयोग गरिदिनु होला। हस्त धन्यवाद। हेर्नुहोस् त दर्शकबिन, यो दशा भन्ने कुरा बाजा बजाएर नआउँदो रहेछ। कति बेला कसलाई के समस्या पर्छ, कति बेला कसको के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। हेर्नुहोस् त, हिजोका दिनमा उहाँले अरूलाई धेरै सहयोग गर्नुभयो, विभिन्न सामाजिक कार्यमा सक्रिय भएर अरूको हक हितको लागि आवाज उठाउनुभयो, लड्नुभयो, अरूलाई सहयोग गर्नुभयो। तर आज आफै उहाँ तपाईँको सहयोगको अपेक्षा राखेर अस्पतालमा, उहाँको अहिले होसमा हुनुहुन्न, उहाँ त अहिले पनि आइसियुमा अचेत अवस्थामा हुनुहुन्छ। तपाईँहरू यो भिडियो जुन ठाउँबाट हेर्दै हुनुहुन्छ उहाँलाई धेरैभन्दा धेरै सहयोग गरिदिनु। तपाईँको एक रुपियाँको सहयोगले उहाँ पुनः पहिलाको जस्तो हुनुहुनेछ। लुधियानामा बस्नुहुने धेरैलाई त यो कुरा थाहा भइसक्यो। लुधियाना चण्डीगढबाट तपाईँहरू बाहिरबाट हेर्दै हुनुहुन्छ भने पनि उहाँलाई धेरैभन्दा धेरै सहयोग गरिदिनु होला। यहाँ स्क्रिनमा हामीले उहाँकै क्युआर राखिदिएका छौँ र विकासजीको यहाँ नम्बर, मेरो नम्बर राखिदिएका छौँ। तपाईँ उहाँको बारेमा डिटेल रूपमा बुझ्न सक्नुहुन्छ। तपाईँको यति बेला सहयोगको उहाँलाई निकै खाँचो छ। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर विश्वभर छरेर रहनुभएका सम्पूर्ण सहयोगी नेपालीहरूसँग पुर्याइदिनु होला। यदि तपाईँ लुधियाना, चण्डीगढ, जलन्धर कुनै पनि आसपासबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँलाई तपाईँले पक्कै पनि चिन्नुभएको छ। पक्कै पनि उहाँलाई सहयोग गरिदिनु होला।